प्रधानमन्त्रीलाई मैले के भनेको थिएँ भने यो चाहिँ म के अरे फेरि म्याग्दी नपुग्दैसम्म चाहिँ तपाईँले नभन्नु होला भने। अनि त्यसपछि मन्त्रालयमा आएर सचिवलाई बोलाएँ मैले। सचिवलाई पनि ल मैले राजीनामा दिएँ, ल मैले के कुरामा सही गर्नुपर्ने छ बुझाउनु पर्ने छ ल भनेर बुझाएर सचिवलाई पनि अब म बेनी नपुग्दैसम्म नभन्नु है कसैलाई भनेर हिँडेको हो। म एउटा चोट परेर हिँडेको हो, त्यो त्यसै चाहिँ हावामा हिँडेको होइन। गर्न खोजेको काम त्यहाँ चाहिँ अधुरो बसेर हिँडेको हो। तपाईँहरूले पनि कसैले गर्न खोजेको काम भएन भने कस्तो दुःख लाग्दै लाग्दैन? दुःख लाग्छ होला नि? दुःख मात्र होइन, मलाई त रिस पनि उठ्छ। अनि म